सम्पूर्ण नमस्ते। हामी धान बालीमा हामी चाहिँ कृषि डिप्लोमा अध्ययनरत हामी विद्यार्थीहरू चाहिँ आज हामी अनुगमनमा आएका थियौँ धान खेती। अनि हामीले चाहिँ अनुगमन क्रममा हामीले यो धान बाली चाहिँ एकदम राम्रो भएको रहेछ। अब यो पाक्ने बेला पनि भएछ र हाम्रो यो धानमा चाहिँ हल्का समस्या भने कस्तो देखियो भने अनि बिउ यो धानको बालहरू चाहिँ अलिक कालो कालो भएको देखिएको छ। यो चाहिँ अब यसको उपचारको लागि चाहिँ हामीले यसलाई चाहिँ अलि पहिले नै यो बालाहरू चाहिँ यो फालेको बेला अलि हामीले पहिले गरेको भए चाहिँ एकदम राम्रो हुन्थ्यो। तर अब चाहिँ यो पाक्ने बेला भइसकेको छ अनि त्यही भएर चाहिँ अब यसलाई चाहिँ त्यो गराउन चाहिँ त्यति राम्रो मानिँदैन विषादीहरू हान्नु। अनि यो धान पनि अब यो चाहिँ राई शङ्कर 30 हो यो धानको प्रजाति भने हामी चाहिँ हाम्रो स्कुलबाट हामी धेरैजना आएका थियौँ। हाम्रो सरहरू पनि हुनुहुन्छ। हामी चाहिँ हाम्रो डिप्लोमा हामी अध्ययनरत हामी विद्यार्थी हामी सबै साथीहरू आएका थियौँ। सबैजना चाहिँ आफ्नो फिल्डमा खसिनु भएको छ। तर म चाहिँ धान खेतीमा नै म अलि त्यो भएको कारणले म चाहिँ धान खेतीमा म आएको थिएँ। हामी सबै आफ्नो त्यो जिम्मा अनुसार चाहिँ हामी समस्याहरू के छ भनेर हामी समस्याहरू रिपोर्ट गर्नलाई हामी आएका थियौँ। हामीले चाहिँ यो धान बालीमा हामीले यहाँको मातहतमा मैले के पाएँ भने धान अरू एकदम ठिक छ। अनि यो धानमा चाहिँ अलि यो कालो पोका चाहिँ अलि केही भागमा चाहिँ यो कालो पोका देखिएको छ भने धान खेतीमा चाहिँ अब यस्तो ब्याडहरूमा चाहिँ यस्तो गोडमेल पनि यस्तो झारहरू चाहिँ यो खाली यस्तो क्लियर चाहिँ बनाउनु पर्छ बनाउँदैन रहेछ। अनि अहिले पछिल्लो चरण चाहिँ यो बर्सातको कारणले चाहिँ अलि भ्याइएन भन्ने चाहिँ गर्नुभयो हाम्रो चाहिँ अपराध। हाम्रो चाहिँ यो व्यवसाय गर्नुभएको हाम्रो अङ्कल आन्टीहरूले। तर हामीले यस्तो फालेनौँ भने चाहिँ यो धानहरू मुसाहरूले अनि किराहरू विभिन्न किराहरू पनि आएर यस्तो घाँसमा लुक्ने सम्भावना धेरै हुन्छ अनि त्यसले क्षति पनि धेरै गर्छ। त्यही भएर हामीले यो घाँसहरू पनि यो अलिअलिको घाँसहरू चाहिँ काट्नुपर्छ। तर यो घाँसहरू अहिले बर्खाको चरणमा चाहिँ यो घाँसहरू धेरै मात्रामा छ। यदि गाई बस्तुहरूलाई हामीले चाहिँ यो घाँस खुवाउन सक्दैनौँ भने अनि यसको चाहिँ कम्पोस्ट मल बनाउँदा पनि धेरै राम्रो हुन्छ। अनि यस्तो हामीले यस्तो घाँसहरूको यस्तो खेती यस्तो बनाएर एकै ठाउँमा चाङ लगाएर हामीले चाहिँ मल बनायौँ भने यसलाई हरियो मल भन्छ। अनि यसले उत्पादन माटोमा रहेको चाहिँ उत्पादक शक्ति चाहिँ यसले बढाउँछ। त्यही कारण हरियो घाँसहरू चाहिँ हामीले देखिरहेको हुन्छ बाटोमा जताततै फालिरहेको हुन्छ। त त्यसै फाल्नुभन्दा नि यसलाई खेरेर एकै ठाउँ चाङ लगायो भने चाहिँ यसको मल कुहेर एकदम राम्रो मल बन्छ। अनि माटोलाई पनि स्वच्छ बनाउँछ। माटोमा भएको चाहिँ उत्पादक तत्त्व बढाउँछ धेरै नै गर्छ। त्यसै कारण चाहिँ म आज यो धान बालीमा भएको कारणले मैले चाहिँ हल्का हाम्रो कलेजबाट हामी चाहिँ यहाँ म चाहिँ आएको थिएँ धानको समस्या लिनलाई। र यसको लागि चाहिँ हाम्रो कलेजलाई विशेष धन्यवाद। हाम्रो यो धान खेतीको लागि चाहिँ मलाई केही कुराहरू बुझ्न र मलाई फिल्डमा पठाउनु भएकोमा आदरणीय गुरुहरूलाई चाहिँ हृदयदेखि नै सम्मान गर्न चाहन्छु। अनि कृषि कर्ममा एकदम रमाउने धेरै रमाउन मन लाग्छ। त्यसै कारणले अब यो धान अब काट्ने बेला भइसकेको छ। धान काट्दाखेरि पनि आउनुपर्छ रमाइलो हुन्छ। ल अहिलेलाई यति नै। अब फेरि पनि अब अर्को पटकमा